Hey guys, what's up? यो चाहिँ वनतिर जाँदैछु है। सो लुक एट मी। यो चाहिँ हाम्रो गाउँको आजभन्दा करिब 50-60 वर्ष अगाडि हाम्रो हजुरबुबाको पालामा यहाँ चाहिँ ठुलो जङ्गल हुन्थ्यो अरे। त्यो जङ्गलमा चाहिँ यही जङ्गलमा पुरा ठुला ठुला रुखहरू हुन्थ्यो अरे। पुरा जङ्गल थियो अरे कि ठुल्दात्री। तर अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ पुरै अब जमानाहरू पनि मोडर्न भइरहेछ होइन। मोडर्न जमाना अनुसार मान्छे चल्ने मान्छेले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको हुन्छ। त्यही भएर अहिले चाहिँ त्यस्तो घना जङ्गल छैन र त्यस्तो जनावरहरूको पनि केही डर छैन। पहिले चाहिँ जङ्गल घना हुँदाखेरि चाहिँ बोटबिरुवाहरू धेरै मात्रामा पाइन्थे, तर अहिले चाहिँ पाइँदैन रहेको। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्र हो। किन मैले चाहिँ भर्खरै 9को इक्जाम दिएँ। अब चाहिँ म 10मा मैले चाहिँ गर्ने एडमिसन गरेँ। अहिलेको जो यो टाइम भनेको चाहिँ बिदाको टाइम हो। त्यसरी बिदाको टाइमलाई कसरी सदुपयोग गर्ने, त्यही सदुपयोग गर्ने भनेर म यो डाँडोमा आएको। यहाँ डाँडोमा त त्यस्तो केही मानेर मैले न हरियाली छ न केही छ। सुकेका झारपातहरू मात्र छ। खजुरी चाहिँ फल्दैछ है हाम्रो वनमा चाहिँ खजुरी फल्दैछ। हजुरहरू चाहिँ खान आउनुपर्छ। एकदम राम्रो हुन्छ है खजुरी। हजुरको स्वास्थ्यको लागि पनि राम्रै हुन्छ। टाढा टाढा जानुपर्छ, नजिक पाउँदैन। यहाँ चाहिँ नजिकै किच भन्ने ठाउँ छ कि त्यहाँ चाहिँ डेक बजिरहेको रहेछ। त्यहाँ सायद आज बिहे होला है, त्यस्तो लाग्छ। त्यहाँ बिहे जस्तो लाग्छ मलाई। नयाँ नयाँ ठाउँमा घुम्न चाहिँ मनपर्छ। म कति भर्खरै चाहिँ पोखराबाट आएको घुम्नु। घुमेको चाहिँ पोखरा घुमेको भर्खरै चाहिँ म पोखरा गइरहेको। म योभन्दा 1 वर्ष पहिले पनि पोखरा गएको। दुईचोटि पोखरा गएको। त्यस्तो सुरुमा जाँदा चाहिँ मजा आएको तर त्यति बेला चाहिँ मजा आएको थियो। तर दोस्रो पटक गएको खासै मजा चाहिँ आएन मलाई त्यो। त्यहाँ अमेरिकनहरूसँग बोल्यो, राम्रो कुराहरू सिकियो। म्युजियमहरूमा गइयो, घुमियो, सबै गऱ्यो।